एक सानो गाउँमा रामो नामको किसान बस्थ्यो। ऊ गरिब थियो, तर उसको मन धेरै इमान्दार थियो। हरेक बिहान ऊ भगवान गणेशको पूजा गर्थ्यो। हे भगवान गणेश, मलाई धन होइन, सही बुद्धि देऊ। त्यो रात रामुले अनौठो सपना देख्यो। सपनामा भगवान गणेश प्रकट हुनुभयो। रामु, धन चाहिन्छ भने इमान्दारी कहिल्यै नछोड। साँचो बाटो हिड्यौ भने धन आफै आउनेछ। भोलिपल्ट खेत जोत्न थालेको बेला रामुले माटोमा सुनको थैली भेटायो। ए भगवान, यो त मेरो होइन, म गलत काम गर्न सक्दिन। रामुले त्यो सुन गाउँको मन्दिरमा बुझाइदियो। गाउँलेहरू उसको इमान्दारी देखेर चकित भए। रामु त साँच्चीकै असल मान्छे रहेछ। आजकल यति इमान्दार मान्छे कमै हुन्छ। रामु, धनभन्दा ठूलो कुरा इमान्दारी हो। तिमीले परीक्षा पास गर्यौ, अबदेखि तिम्रो जीवनमा कहिल्यै अभाव हुने छैन। यसरी रामुको जीवन सधैँका लागि बदलियो। इमान्दारीले उसलाई साँचो धन दियो।